छुटे भाइको छुटे नै ब्लग हेरौँ त मात्र 3 मिनेटको छ आदि मात्रै छ है त हेलो गाइस वेलकम छ तपाईहरुलाई मेरो ब्लगमा आज धेरै पछि म ब्लग बनाउँदै छु सबैलाई स्वागत छ मेरो ब्लगमा र आजको मेरो दिन कस्तो हुँदैछ त हेर्दै जानु होला म चाहिँ यहाँ भर्खरै उठिरहेको छु हैन भाइ पर बसिरहेको छ अब म चाहिँ एकछिन डेरी जानुपर्ने हुन्छ भाइ है गएर आइसक्यो म चाहिँ भर्खरै उठेर यहाँ अल्छिसरी बसिरहेको छु अटो लाएर म चाहिँ हैन डायरी जाँदैछु दुध बोकेर यस्तै छ हाम्रो हैन गाउँ र भेलो पाखा हेर्दै जानु होला हो म तपाईलाई अलिकति हिउँदै हिँड्छु हैन तर आज त्यस्तो घाम लागेको छैन पानी पर्ला जस्तो भइरहेछ है देख्नुहुन्छ उता पाहाडीपट्टितिर डाँडा काँडा हाम्रो पहाडतिर चाहिँ यस्तै हुन्छ हैन हेर्न सक्नुहुन्छ यस्तो आज कुहिरो लागिरहेछ धुम्म भइरहेछ दिनै धुम्म भइरहेको छ डेरीमा आइसकेको छु हाम्रो डेरीहरू त्यस्तै हुन्छ एकै होइन यस्तै हेरेर जानु होला होइन गाइस म चाहिँ डायरी खाइसकेँ अब चाहिँ मेरो दुःख लाग्दो काम भनेको के छ भन्दाखेरि चट्टसँगले घाँस काट्नुपर्ने भइरहेको छ लास्ट अल्छी यार घाँस काट्नु भनेपछि जिन्दगीमा होइन अब 2 मुठी घाँस काट्ने होइन अनि चाहिँ लगाइदिने फेरि यसो आजको मौसमले च्यालेन्ज हानिरहेको छ होइन क्यारेमबाट हानिरहनुपर्छ होला यार एकदम दिन बिग्रिरहेको छ पानी परिरहेको छ है गाह्रो परिरहेको छ यार हातमा पन्जा लागिएको छ अब भरे पानी पऱ्यो यताउता भयो भने क्यारेम हान्नु जानुपर्छ भन्ने सोचिरहेको छु क्यारेम हान्नु त आउँदैन है र पनि अब माछाले धेरै पछि भ्लगमा आउँदा त के बोल्नु हुँदो रहेछ यार फेरि फाइनल गाइज होइन घाम हल्का लागिरहेको छ है म चाहिँ यस्तो गाउँतिर डुल्दिँदैछु छु घाम त लास्टै लागिरहेको छ यार ओहिसम्म धुपमा पानी परिरहेको थियो होइन फेरि 81 घाम लागेको छ अचम्म भइरहेको छ यार दिनहरू पनि र यार कन्टेन्ट के छैन भ्लग बनाउनु पनि होइन के बनाउनु के देखाउनु है अल्छी लाग्छ त्यस्तै भन्नु अब काम कुरा भनेको त त्यस्तै हो खासै गरिँदैन अल्छे भइएको छ है कस्तो लागेर तपाईहरुलाई मेरो ब्लग के कस्तो खालको कन्टेन्ट चाहिएको छ कमेन्ट गर्नु नभुल्नु होला।